Guys, welcome back to my channel. आज चाहिँ हाम्रो दसैँ भ्लग पार्ट 2 हो। आज चाहिँ हामीले त्यो मासु चाहिँ रोस्ट गरेर त्यो पकाएर तलै त आँगनमा बसेर खान लगाएको। अहिले त्यसको लागि बाबाले चाहिँ यहाँ आगो क्रिएट गरिराख्नु भएको छ। म देखाउँछु। यो तात्दैछ। अनि यो तात्ने जबसम्म हामीले कराई पनि भइसक्यो। अब चाहिँ एकछिनमा मासुलाई मेरिनेट गरेर हाल्ने हो है बाबा। मासु कसरी बनाउनुहुन्छ आज सुनाइदिनु न। यही पाकेको देखिहाल्छु। ल ल ल म पकाएकै देखाउँछु। यहाँ सबै सामान आइसकेको छ उस गर्ने त म्यारिनेट गरेर बनाउने। अघि मैले चाहिँ यहाँ मेहन्दी लाउँदै थिएँ भोलिको लागि, तर आधीमा मैले छोडेँ किनभने मलाई बनाउन आएन। त्यही भएर यति चाहिँ अलिक छ। अब एकछिनमा यहाँ म फ्लावर बनाउने सोचमा छु। मासु पकाउनुभन्दा रेडी हुनभन्दा अगाडि यहाँ खेलिरहेछ यो सिद्धु र मामु। यो चाहिँ यहाँ पकाउनको लागि रेडी हुँदैछ। टिमवर्क चलिरहेको टिमवर्क। अहिले त्यहाँ चाहिँ धेरै मासु भयो, त्यही भएर अहिले चाहिँ मिक्स गर्न गाह्रो भइरहेछ। त्यही पनि पछि फेरि हुन्छ। फेरि एउटा मान्छेले चटनीको लागि यहाँ खुर्सानी पल्न लगाइसक्नु भयो। यहाँ तिनजनाले तिनवटा डिफ्रेन्ट काम गर्दै, एउटाले त आगो उस गर्दै, अर्कोले चाहिँ त्यो घोल्दै मासु घोल्दै, अनि यहाँ अर्को दुनियाँको मान्छेले चाहिँ त्यहाँ चटनीको लागि खुर्सानी पोल्दै। सबैको आफ्नै काम छ। त्यो फुल चाहिँ के को लागि हो? भोलि टिका लगाउँदाखेरि। ए भोलि टिका लगाउनको लागि रहेछ त्यो फुल चाहिँ। तिमीले चाहिँ के गरिरह? मैले गाडी राम्रो बनाएर हो। भोलिको फोटो खिच्दा राम्रो आओस् भनेर। यो सबैको डिफ्रेन्ट काम रहेछ। मेरो चाहिँ यहाँ भ्लग बनाउने काम सामग्री चाहिँ यता छ। सनसेट हुन लागिसक्यो अहिले चाहिँ। भेरी ब्युटिफुल सनसेट छ क्या। बाहिर ब्याकग्राउन्डमा कुक चाहिँ यता हुनुहुन्छ। हाई मेन कुक चाहिँ अर्को भिडियो कुनको दुनियाँको भिडियो खिच्दैछ। त्यहाँ मासु चाहिँ पाक्न चाहिँ अलिअलि बेर लगाइरहेछ। अघिदेखि बाबा चाहिँ फेरि घोली मात्रै राख्नु भएको छ। यो त्यही पनि राम्रै पाक्का नै छैन। मलाई अल्छी ल। अब चाहिँ मेरो फिट चेक हुन्छ है। म लडेँ त। हामी यहाँ बारीभित्र छिर्न लगाएको। यो गेट पनि गाह्रै रहेछ छिर्नको लागि। यहाँ धेरै बार छ भने म कसरी चढ्ने हो यस्तो बारमा? गाह्रो छ हेर्नु। धेरै नै बार ओ पख्नु त यो समात्नु त यसरी नै देखाउनु ल। म कसरी चढ्छु गाइज हेर्नु। रोटौली है ओ केयरफुल। ब्याक क्यामेरा गरेर हेर्नु गाइज। म
कसरी चढ्छु म लड्छु कि लड्दिनँ मलाई पनि बोकेर हालिदिनु ल दिजु म चढ्न सक्सेसफुल भयो गाइस हामी बारीभित्र एन्ट्री गऱ्यौँ यहाँ आमा साग टिप्दै हुनुहुन्छ तरकारीको लागि है आमा त्यो साग खानुपर्छ भनेर यो तरकारीको लागि साग टिप्दैछु साग नि अब पुरानो भइसक्यो अर्को साग छर्यो हो यो माघे सङ्क्रान्तिलाई खान पारेको तरुल हो आफ्नै बारीको किन्न पर्दैन अनि ती बेसार पनि किन्न पर्दैन आफ्नै बारीका लागि यो अकबरी खुर्सानी पिँडालु यो कुरिलो छेउछेउमा लासी कुरिलो हुन्छ भनेर यता कुरिलो लाहा अनि यो हाम्रो बारीको अनि यस्ता छेउमा बारीको छेउमा यहाँ पदबिना लगाएको छु फैलाउँदैछ यो भुइँ चम्फा लगाएको सड्के मड्केको बुढाबुढीले पुरानो औषधि भन्थे यो भुइँ चम्फा हामीले भुइँ चम्फा भन्छौँ यो छेउछेउमा पिँडालु लासी आफूलाई खानु हुन्छ पिँडालु त्यो साग बुढो भयो यो साग मसिनो यो तेजपत्ताको रुख यो अम्बा हो अम्बा फलेको बारीमा अनि त्यो अम्बा भयो अनि ल यो बेसरी तितो हुन्छ सुगरको औषधि हुन्छ भन्छन् मलाई त मिठो लाग्छ हाम्रोहरू मन पराउँछन् त्यसको मुन्टा टिपेर खाने यो निम पत्ता भयो यो आँपको रुख भयो यो बेलपत्र भयो यहाँ साङ्गो बाटो छ गाइस हाम्रै बारीको कागती यो आरु लगाएको के अरे खाने आरु ढल्यो यो सिलामको पत्ता यो कडी पत्ता यो सिलामको रुख यो कडी पत्ता बाबु रुख भाँचिन्छ यो काउली बन्दाहरू लगाएको यता छेउटा यो पनि बेसार हो त्यो अदुवा त्यो सुन्तलाको रुख हो यो पनि आफै भयो बाबु नभए यता यी अम्बाहरू भए हाम्रै घरका अम्बा यस्ता फले खान् हाम्रै घरका अम्बा भए अनि यो लिचीको रुख भयो मर्छ यो लिची भयो अनि यो हिउँदे सिमी भयो हिउँदे सिमी अनि यो कोइरालो यो हाम्रै बारीको कोइरालो टिपेर खान्छौँ खाने बेला अनि यो अमला भयो यही हाम्रै बारीको अमला हो यो बगाड भयो उहाँ फल्या खाने यो बगाड केरा पनि खान पाइन्छ फलेर फेरि यो कागतीको अर्को कागती हो यस्तो फलेको यो टिमुर हो अनि यो सिप्लिकानको बुटो हो
सिप्ली खानु खाने बेला टन्न खान पाइन्छ यो सिप्ली खानु हो यो हिउँदे सिमी हो यो फल्न लाखा हिउँदे सिमी पनि अनि यो चेरीको रुख हो चेरीको अनि यहाँ काउली बन्दा लाछौँ त्यसमा काउली बन्दा छ हाम्रो बारीको अनि यो बोदो बोदो पनि खोकी लागेको बेलामा खान पाइन्छ यो बोदो हो भयो यो बोदो भयो त्यहाँ छ है त्यो हाम्रो घर भयो हजुरले त होल बारी टुर नै पाउनु भयो आज त भेरी लक्की के हो त्यो तेजपत्ता अहिले मासुलाई के भयो हेर्न जाऊँ मान्छे अब पस्छन् भनेर यस्तो बनाएको छु यति औठेरो बनाएको छु त्यो त धेरै औठेर छ यो बाटो चढ्न गाह्रो छ चढ्न निक्लिन सबै खिचेपछि युट्युबमा हाले हुन्छ क्या जाने यही छ अहिलेसम्म बारीको टोर पनि सकिसक्यो त्यही पनि मासु पाकेर चाहिँ सकिएको छैन कि यो मासु पाक्न धेरै टाइम लाग्दो रहेछ यहाँ अब त राति हुन लागिसक्यो सनसेट भर्खरै देखाएँ मैले हजुरहरूलाई सनसेट राम्रो देखिरहेको छ नि यहाँबाट बाहिरको भ्यू माथिबाट तल आउनु भएको छ यो आकाश त धेरै राम्रो देखिरहेको छ क्या अहिले त जति खिच्यो भने नहुने गाइज अहिले चाहिँ मलाई घ्याउ लाएर एङ्ग्री बर्ड खाँदैछु मिठो हुन्छ यो कुरा हुन लागिसक्यो हुन लागिसक्यो होइन अँध्यारो भइसक्यो कि गाइस अँध्यारो भइसक्यो अनि यहाँ बत्ती बाल्ने काम गर्न पनि रहेछ अनि त्यो मासु पकाउने ठाउँमा फेरि बत्ती छैन त्यो फ्ल्यास लाइट बाल्ने पकाउँदैछ त्यहाँ हाम्रो जुगाड हेर्नु त त्यहाँ गाडीको बत्ती बालेको छ अनि यहाँ पकाउन त त्यो सुन्छ नि सजिलो हुन्छ नि लाइट भयो हामी त्यही गएको छ यहाँ मासु पकाएको फुल प्रोसेस देखाउनु मिलिरहेको छैन किनभने धेरै अँध्यारो छ धेरै भन्दा पनि धेरै नै छ है त्यो बत्ती नबालेको भए यति पनि हुन्थेन के मलाई अल्छी लागेर तल मासु पाकेको कुर्दा कुर्दै पाकिरहेको छैन अनि मलाई त्यो अघिको लुगाले गाह्रो भयो त्यही भएर मैले चाहिँ यो लुगा फेरेँ अहिले यहाँ समातिदिनु त म मेरो अहिलेको लुगा देखाउँछु अहिलेको लुगा यो मेरो नाइटी हो खासमा भन्दा ल अब चाहिँ म त्यो मासु पाक्यो जस्तो छ म बजारलाई मासु देखाउँछु पकाउने ठाउँबाट चाहिँ अहिले झिकिसकेको छ अनि उता राखिदिएको छ हामीले अहिले चाहिँ मासु पक्कै तातो निक्लिएको छ यहाँ देखाएको छैन तर रातो भइरहेको छ अब चाहिँ यसमा फेरि के अर्को कुरा पकाउनुहुन्छ होला अहिले चाहिँ यो मासुको स्मेल चाहिँ धेरै मिठो आयो यो धुवा नजिकै आएको आँखाभरि हाँस्नु आयो कि हाँस्नु मासु पकाउने ठाउँ चाहिँ अहिले उता टाढाबाट यहाँ सिफ्ट भइसकेको छ किनभने यहाँतिर ऊ लाइट छ नि त अब मासुको चाहिँ तास बनाउने हो गाइस मासु तास यहाँ चाहिँ अब चाहिँ मासुको तास बन्दैछ यो चाहिँ अहिले हामीले पकाइरहेको
अस्तिको भ्लगमा हामीले एउटा खसी किन्न गएको थियौँ नि त्यही खसी हो अहिले हामीले पकाइरहेको चाहिँ यहाँ फ्री फायर छ यसलाई अरू काम गर्न आउँदैन फ्री फायर खेल्न मात्रै आउँछ फ्री फायर खेल्ने नाम खाँदैछ नबिगाऊ खिचिरहेको छु त अहिले चाहिँ मासु पाक्यो फाइनली पाक्यो अब चाहिँ त्यत्तिकै त ताउमा राखेको छौँ किनभने अझै तावा तातो छ नि त त्यही पनि अहिले पाक्यो अब हामी एकछिनमा खान्छौँ त्यो धुवाले गर्दा आँखाभरि आँसु छ यस्तो छ कोक हामीले कोक खाने अनि किन यो दुइटामा बेरेर चाहिँ त्यो हामीले मासु खानलाई हो अब के काम गर्ने मैले गर्दिनँ नाच्देऊ त नाच्दै एकखेर अब रेडी भयो अब चाहिँ हामी यहाँ हालेर खान लाग्यो अब हामी सबैले खाना लायौँ ट्राई गरौँ ल म त खाएँ अहिले चाहिँ मासु मात्रै ट्राई गरौँ म धेरै खान्न यसलाई देऊ लास्टमा मिठो छ यहाँ दिदीकोमा भेरी टेस्टी त्यो क्याबेज चाहिँ पकाउँदैछ त्यसको मुनि त्यो तासवाला मासु छ त्यसपछि हामीले यो त्यो तासवाला मासु खाने हो यसको फेरि के डान्स चलिरहेको छ टी सर्ट नै खोलेर नाच्दियो क्या यसले त अहिले चाहिँ म तलबाट माथि आइसकेँ मलाई
अब भात खान चाहिँ मन छैन मलाई त्यत्रो मासु खाएपछि त। त्यही भएर म माथि आइसकेँ अनि तल चाहिँ मामु बाबाहरूले सफा गर्दै हुनुहुन्छ। अनि त्यही हो, आजको लागि त्यति मात्रै हो खासमा। अब भोलि फेरि दसैँ हो नि त, त्यही भएर भोलि चाहिँ दसैँको भ्लग आउँछ। स्टे ट्युन्ड है गाइस, बाई।